क्षेत्रीय निकाल्ने थियो वनै भएको भन्नाले एकदम गाह्रो भएर हाम्रो माग्ने त्यही नै हो टुवे बनाऊँ भन्ने कुरा हो वडा अध्यक्षले बोलाएको आज हाइकिङ जानु छ अरे के भन्नुभयो हाइकिङ छ अरे कता हो हाइकिङ जाने अरे कता अब बोलाउन किन बिरेती फाल्ने अब आउनु पर्यो कि तिम्रो अध्यक्ष आज थाहा भयो नि तिम्रो अध्यक्षलाई बोलाऊ आएन भन्छ हजुरले गर्दा हुन्छ कि आएन भन्ने अरू माथिको हैन अब इन्चार्ज हैन इन्चार्ज भयो त भयो नि अध्यक्ष चाहिदैन अध्यक्ष चाहिन्छ कि अध्यक्ष चाहिन्छ मेरो कुरा सुन्नु अध्यक्ष के हो फेरि बढी बोल्छ त्यसै कुराहरु तपाईको कुराहरु पुरा सुन्नी गर न इन्चार्ज पुरा सुन्नी गर सबै हामी हैन अवस्थित गर्ने अनि म पनि वहाँ गएर नारगाड अवस्थित गर्दिने के चाहनु तपाईहरुको सबै भिडियो हामीसँग तिमीहरु चाहिँ गाडी चलाएर अधिकार टेक्न लिएर न त्यस्तै चाहिँ कागज के मिटिङ बस्नु भनिरहेको छ तपाईले अहिले आधिकारिकको मैले भनिरहेको छु तपाईको अध्यक्षले अब तपाई कुरा थियो तिम्रो अध्यक्षलाई म पत्र लेख्छु उले अधिकार यो हो कि यो तपाईले भन्नु हाम्रो सिद्धि गर्दा हैन अध्यक्ष चाहिन्छ भने के भयो यति गर्दा अनि अध्यक्ष आउँछ भने आउँछ नि के सिफारिस गर्दै सकिएको त अध्यक्ष नै आउँछन् त्यही भएर विवादै भइसक्यो यहाँ पनि ठाउँ छ यत्रो हैन सिस्टममा त जानुपर्ने होला बेलुका 8 बजी पनि नाइटमा मान्छे छुट्याउने बिर्गत नाइट चल्छ हाइट चाहिँ गाडी चल्ने कतिवटा अब महानगरपालिका अब अघि हाम्रो अघि पनि सुन्नुभयो हजुरले दुईटा एसपी साहबको मुखबाट सुन्नुभएको छ अब व्यवस्थित हुनुपर्छ व्यवस्थित भएन भने हामीलाई भन्दा बढी चाहिँ उहाँहरूकै स्टाफलाई पनि कारवाही गर्छु भन्ने कुरा आइरहेको छ अब त्यो कतिको सत्यतामा जान्छ त्यो हामी हेर्नै बाँकी नै छ तैपनि त्यो हेर्न नपर्ला मेरो विचार त्यो हुन्छ तर यो बस पाएर व्यवस्थित गर्न त पहिला पृथ्वीराजमा स्वयंले अवरोध खडा गरेको थियो भनेदेखि अहिले पृथ्वीराज आफैले बस पाएर जानुपर्छ तर बस पाएर व्यवस्थित हुनु पर्यो बसहरूमा टुवे हुनु पर्यो उताबाट गाडी छिर्ने भने निक्लेन बाटो हुनु पर्यो यहाँ निक्लेन बाटो एउटा खाली अहिले त पहिला पो बिल्डिङ के अरे छापर थियो मिलेन अब त खाली छ त्यहाँ उक्लेन बाटो चाहिँ महानगरपालिकाले गरिदिनु पर्यो व्यवस्थित गर्न के गर्नु पर्यो त्यसमा चाहिँ हामी महानगर ट्राफिक सब भएर चाहिँ महानगर पनि भएर सब भएर चाहिँ हामी काम गर्छौँ के भने योभन्दा पहिला त बस पार्कमा जाने कुरा स्थिति पनि थिएन अब अहिले कमसेकम बस पार्क चाहिँ अलिकति फराकिलो भएको हुनाले हाम्रो गाडी पनि अलिक कच्ची भए पनि त्यहाँ यसो पुरपार गरेर रोलिङ गरेर राखेको दियो भने पनि त्यहाँ गाडी छिटाएर हामी बस पार्कको अलिकति बस पार्क अब बन्छ भन्ने कुरामा हामी एकदम ढुक्क छौँ नि त अब बस पार्क बन्छ भन्ने कुरामा हामी 200% हामी क्लियर छौँ त्यो भएको नाताले पनि हामी पहिला हामी आफैले सुरुवात गर्नुपर्छ बस पार्क त व्यवसायलाई पनि खाँचो रहेछ भन्ने कुरो बुझ्नु पऱ्यो नि त हजुरहरूको मिडियाबाट सबैले बुझ्नु पनि बुझ्दा कमसेकम एउटा पोखराबाट कुनै नेपालबाट अधिराज्यबाट मान्छे आउँदा पिडिचोकको पुल पारी गएर मान्छे आइपेर हेर्दाखेरि बस पार्क पनि देख्दैन यसको अवस्थित भएको हुनाले आज हामीले यो चोक व्यवस्थित गर्न खोजिरहेछौँ तर बाहिरका व्यवसायहरूलाई बाहिरका यातायात व्यवसायहरूलाई पनि हामी के आग्रह गर्छौँ भने पृथ्वी चोकबाट यो पुलसम्म उहाँहरूले ब्रेक हान्न पाउनुहुन्न यो निर्णय पनि छ तर उहाँहरूले मान्छे ल्याउनुहुन्छ झार्नुहुन्छ नि बस पार्कभित्र झार्ने आफूलाई मात्रै अधिकारी भयो कि हामी कानुनी हिसाबमा अधिकारी भएन भन्ने कुरा हो कि उता पैसा उठाउनलाई त अधिकारी व्यक्ति भयो उसलाई एउटा लाइसेन्स दिएछ होइन त्यो लाइसेन्स देखाउँछ कम्पनीको पैसा उठाउँछ जान्छ त्यो त हामीलाई त सरकार बन्यो नि यो काम गलत हो भन्ने कुरा के जुन बजारमा झोला तानिरहेछ मान्छे बुढा एउटाको गाडीमा परेछ बुढी एउटा गाडी परेछ झोला एउटा गाडीमा परिरहेछ भने यो अवस्थितिलाई व्यवस्थित गर्ने हाम्रो मुख्य दायित्व हो र यो पिडिसी चोकको त्यहाँबाट अगाडि कुनैले गाडी रोक्न पाएन अब रोक्यो भनेदेखि उनीहरूको गाडीलाई अब ट्राफिक लगायत सबैले कानुन बमोजिम कारबाही हुन्छ भन्ने कुरामा हामी छौँ अब यो त यस्तो भरपर्छ अब यो सरकारी निकाय र हामी सबै मिलेर योभन्दा पहिला चाहिँ
अझ देख्नुभयो होला हजुरले मिडियामा पनि। योभन्दा पहिला चाहिँ कुनै पनि सुरक्षा साथीहरू कोही पनि आउनुभएको छैन, एसएसएफहरू आउनुभएको थिएन। अहिले हामी दुवै एसएसएफलाई गएर जानकारी गराएर, हिजो सिटो कार्यालयमा गएर जानकारी गराएर यो काम सबै भएको छ भने अब चाहिँ हुन्न कि भनेर शङ्का हजुरले पनि नगर्दामा मैले आग्रह गर्न चाहेँ। किनभने पोखरा हाम्रो हो, राम्रो पोखरा हाम्रो पोखरा भनेर हामी पहिचान गराउँछौँ। यो पर्यटन नगरी राजधानी पनि भएको हुनाले यसलाई राजधानी जस्तै झल्को देखाउने काम हामी यातायात व्यवसायले गर्नुपर्छ। किनभने पहिला त यही हामी काउन्टर राखिरहेको थियौँ, आजबाट यो काउन्टर पनि भित्र जानलाई व्यवस्थित गर्नु पऱ्यो बस पार्क भनेपछि मेयर साहबसँग यो कुरो पुगेको छ, वडा अध्यक्षसँग पुगेको छ, सबै पुगेको। यो अफलाइन राइडरको विषयमा पटक पटक हामीले गण्डकी प्रदेश सरकारलाई धेरै पटक ध्यानाकर्षण गरायौँ। सकभर राज्यले आफ्नै एफ बनाएर सबैलाई त्यो एफ मार्फत एउटा प्रविधि मार्फत सेवा दिने मौका दिनुहोस् भनियो। त्यो सम्भावना नभइसके पश्चात राइड सेयरिङ नियमावली 2082 गण्डकी प्रदेश सरकारले पास गरिसके पश्चात यहाँ रहेका तमाम विभिन्न एप्स कम्पनीहरू, बहुराष्ट्रिय कम्पनी, राष्ट्रिय कम्पनी सबैले गण्डकी प्रदेश सरकारको नीति नियम मान्नुपर्छ, पहिलो कुरा। दोस्रो कुरा, यदि उहाँहरूले नीति नियम मान्नुहुन्न र आधिकारिक रूपमा पञ्जीकृत हुन आउनुहुन्न, दर्ता हुन आउनुहुन्न, प्रदेश सरकारबाट आधिकारिकता पाउनुहुन्न भने उहाँहरूलाई खारेज गर्नको लागि प्रदेश सरकार तम तयार हुनुपर्छ। प्रदेश सरकारले खारेजीको वातावरण सिर्जना गर्नुपर्छ र उहाँहरूलाई खारेज गर्नुपर्छ। र अहिले सडक पेटीमा, चोकमा देखिरहेका जति पनि अफलाइन राइडरहरू हुनुहुन्छ उहाँहरूलाई पनि मैले के आग्रह गर्न चाहन्छु भने यो देश, यो राज्य कानुन अनुसार चल्नुपर्छ। कानुनी राज्य हो, सबैले राज्यलाई सहयोग गर्नुपर्छ। गण्डकी प्रदेश सरकारले एउटा कानुन बनाउनु भएको छ, त्यो कानुनको परिधिभित्र राइड सेयरिङ नियमावली 2082 को संशोधन पनि आइसकेको छ। त्यो संशोधनको परिधिभित्र रहेर उहाँहरूले एप्स कम्पनीमा पञ्जीकृत गरेर यातायात व्यवस्था कार्यालय सवारीमा आफ्नो सवारी दर्ता गरेर पञ्जीकृत गरेर एप्स कम्पनीले बनाएको नीति नियम र प्रदेश सरकारले बनाएको नीति नियम अनुसार अनलाइनबाट, त्यही बाटोमा आउनु जरुरी छैन, उहाँहरू घरमै बसेर अनलाइनबाट प्रविधिबाट सेवा दिने गरी नीति नियम बनेको छ। मैले हार्दिकतापूर्वक विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने यो चोकमा बसेर विशेष गरी सार्वजनिक यातायातका चालक सहचालकहरूलाई, व्यवसायीहरूलाई डिस्टर्ब गरेर तानातान गरेर एउटा मोटरसाइकल, रातो प्लेटको मोटरसाइकल, त्यही पनि यातायात व्यवस्था ऐन र प्रदेश सवारी ऐनमा उहाँहरूले नितान्त निजी काम गर्ने, व्यक्तिगत काम गर्ने भनेर उल्लेख गरेको छ। ती कुराहरू पनि अलिकति पनि मनन नगरेर उहाँहरूले त्यसरी तानातान गर्नुहुन्छ भने अब हामी पनि सडकमा आजको जसरी निस्केर उहाँहरूका विरुद्ध हामी लाग्नेछौँ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घ अब कानुन अनुसार चल्नेछ, कानुनी परिधिमा ल्याउन। अफलाइन राइडर, हामी सार्वजनिक यातायात व्यवसाय सबै कानुन अनुसार चल्नुपर्छ। हामी चल्न तयार छौँ, उहाँले पनि तयार हुनुपर्छ। तपाईँको ट्याक्सी पनि प्रविधि मार्फत सञ्चालित छ। आज 90% ट्याक्सी लगायत सार्वजनिक यातायात जति पनि 5 सिटसम्मको 4 पाङ्ग्रे सवारी साधनहरू छ, हामी सबै एप्स मार्फत सञ्चालित भएका छौँ। तर मैले अघि नै भने गण्डकी प्रदेश सरकारलाई हाम्रो एउटै आग्रह के हो भने तपाईँहरूले नीति नियम बनाउनु भयो। यातायात व्यवस्था कार्यालय सवारीको कार्यालय प्रमुखले 15 गते पश्चात जुन सवारी राइड सेयरिङ नियमावली अनुसार दर्ता हुनुहुन्न उहाँहरूलाई कारबाही गर्छु भनेर मिडिया मार्फत सार्वजनिक नि गर्नुभयो। यो चाहिँ गम्भीर प्रश्न छ। उहाँले सार्वजनिक गरेको कुरा आजको दिनसम्म नि लागू भएको छैन। आज हामी यहाँ 26 गतेमा तपाईँहरूसँग उपस्थित छौँ। कम्तीमा पनि आधिकारिक रूपमा गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको सूचना त कार्यान्वयन गरिदिनुहोस्। हामी सबै नियमावली अनुसार बसेर ट्याक्सी पनि प्रविधि मार्फत सञ्चालन छ, यो पहिलो कुरा। दोस्रो कुरा, राज्यलाई हाम्रो एउटै आग्रह के छ भने यातायात व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन र प्रदेश सवारी ऐन किन बनाएको? त्यहाँ 13वटा सूचाङ्कको आधारमा वार्षिक रूपमा भाडा समायोजन हुनुपर्छ, चाहे बसको होस्, ट्रकको होस्, जिपको होस्, ट्याक्सीको, सबैको। तर यहाँ त 78 सालबाट भाडा समायोजन गरिएको छैन। आज हामी 83 सालमा छौँ। राज्यले भाडा समायोजन गरिदिनुहोस् भनेर हामी पटक भनिराख्ने, राज्यले हाम्रो कुरा सुनाइ नगर्ने, अनि फेरि तपाईँहरूले भाडामा एकरूपता भन्न पाइँदैन। यो राज्यको दायित्व हो। राज्यले यसलाई सञ्चालन गर्नुपर्छ। विधि र नीतिमा टेकेर, प्रदेश सवारी ऐन 2076 मा टेकेर, प्रदेशको सवारी नियमावलीमा टेकेर यो भाडा समायोजन गरिदिनु भयो भने हामी भाडा एकरूपता हुन्छ, हामी भाडा सोही दर अनुसार अगाडि बढ्छौँ। हजुर पत्रकार तपाईँ? हजुर भाइहरू आइडी कार्ड
हेलो भन्दा